के भन्नु रे के भन्नु रे भन्दा छिटो न भन्नु न के भन्नु प्लिज भन्नु हाँ प्लिज आज बुढी भन्नु भन्दिनँ आउ बुढी भन्नु यहाँ आइज छिटो ह यहाँ आइज छिटो आउँदिन म त भन्दिनँ नभन्नु यो लिएर जानु भन्छ छिटो ढिलो म हुन्छ पनि आउँदिन प्लिज बुढी आऊ के भन्नु प्लिज बुढी म त भन्दिनँ हेर अहिले ओइ भन्नु मान्छे भन्नु म त भन्दिनँ छिटो म त गर्दै गर्दिनँ मैले के गरेँ अरे म गर्दै गर्दिनँ नगर कि भन्न मैले कसरी काम गर भने अरे त जानु छिटो गर भन्नु अनि भन्न छिटो कसरी भने थाहा छैन मलाई हुजु भने अरे थाहा छैन नगर्नु न आउ छ्याप बाजी नगर्नु न अहिले टिकटकमा जान्छ यो अहिले मारि पो दिन्छु म अहिले धेरै बिहान नसकाउनु कि छिटो न म त भन्दिनँ ढिलो भइसकिसक्यो नानी स्कुलिङ जानुपर्छ थाहा छ मलाई पनि अनि छिटो न त म त अहिले धेरै के भन्नु पर्यो अरे मैले प्लिज भन्नु पर्यो छिटो के भन्नु पर्यो प्लिज भन्नु पर्यो भन्छु म त भन्दैन मलाई भन्दा भने त एउटा कुरा भन्छु बन्द गर्नु न छि पुरै चल म फेरि भन्ने किनिदिन्छस् त्यही काम बाँकी राखिरहेको सबै देख्छ के अब त्यही बाँकी छ छिटो न बुढो नगर्नु न के तपाईँ काम गर्नु छोडेर म प्लिज त भन्दै भन्दिनँ छोडिदिनु जा बरु एक्लै गर्छु जा भाइ म त एक्लै गरेँ त अब बन्द गर्नु कता लागि गरेको तपाईँले तेरो के उयो एटिट्युड केटीमा 1 2 3 हो अनि म त तपाईको जति मेली हो नि मेरो पनि एटिट्युड त्यति नै हो के हैन म त के अरे म त बुढी साँच्चै गयो कि भनेर हेर्न आएको यहीँ बसेको रहेछस् छिटो आइज लु